मानिसलाई डुबाउने नर्कको द्वारमा पुर्याउने कुराहरू आकर्षण एट्याचमेन्टले मानिसलाई डुबाउँछ। कुनै कुराप्रति आसक्ति हुनु, आकर्षित हुनु, बारीमा फुलेको गुलाबको फूल या कुनै सुगन्धप्रति आकर्षित हुनु, आफ्नो मन परेको कुनै पनि विषयवस्तुमा आकर्षित हुनु, यो बहुत खतरनाक छ साथीहरू। यति खतरनाक छ यसले जीवनलाई सिधै नर्कमा डुबाइदिन्छ। यो नहुनु पनि नेचुरल कुरा हो, यो नहुनु, यो हुनु पर्दैन भन्ने मेरो धारणा होइन, तर यो छ खतरनाक, बहुतै खतरनाक। यसबाट हामी बच्न एकदम जरुरी छ। केही म उदाहरण दिन चाहन्छु। जस्तै कुनै मानिसले आफ्नो मन परेको घर, मन परेको गाडी, हरेक सब विषयवस्तु जसलाई जे चिज मन पर्छ त्योसँग त्यसको एट्याचमेन्ट यति धेरै हुन्छ, जुन दिन त्यो गुमाउँछ त्यसले, त्यो दिन बल्ल त्यसलाई थाहा हुन्छ कि म यो प्रति कति एट्याचमेन्ट रहेछु भनेर। त्यो गुमाएको विषयवस्तुप्रति ऊ पीडित हुन थाल्नेछ साथी। त्यसैले यति पनि आसक्ति हुन भएन कुनै चिजप्रति, कुनै विषयवस्तुप्रति, चाहे आफ्नो सम्बन्धप्रति। यो यस्तै हो, यो दुनिया संसार, यो हुँदै गर्छ भन्ने जसले दृढ भावना, दृढ स्वभाव भएका मान्छेहरूलाई त्यति पीडा हुँदैन जति आसक्ति भएका मान्छेहरू पीडित हुने गर्छन्। लास्टमा मेन्टल डिप्रेसनसम्म हुन जाने मान्छेहरू नै त्यस्तै खाले स्वभावको मान्छेहरू हो साथीहरू। हवस् त, नमस्ते।